नेपाली भाषामा सबै प्रकारका कथा भन्ने भर्सटाइल युट्युब च्यानल अल नेपाली टेल्समा हजुरहरूलाई स्वागत छ। यदि हजुरहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकन थिच्न नभुल्नुहोस् ताकि हामीले अपलोड गरेको हरेक भिडियोको जानकारी सबैभन्दा पहिला हजुर सामु आइपुगोस्। आजको यस श्रृङ्खलामा भने हामीले एउटा सन्देशमूलक र अलिअलि डरलाग्दो कथा लिएर आएका छौँ। यस कथाको शीर्षक रहेको छ बोक्सीको आरोप र यस कथाका रचनाकार तथा लेखक हुनुहुन्छ श्री राजन धिताल। अब ढिला नगरिकन सुरु गरौँ अल नेपाली टेल्स एपिसोड 4 भाग 4। एउटा गाउँमा एक रमेश नाम गरेका व्यक्ति बस्थे। उनको एउटा सानो र सुखी परिवार थियो। त्यस परिवारमा जम्मा 4 जना सदस्यहरू हुनुहुन्थ्यो। रमेशका भाइ, रमेशकी आमा र रमेशकी दिदी। रमेशका भाइको नाम राजन थियो भने रमेशकी दिदीको नाम आकृति थियो। एक दिनको कुरा हो, रमेशले आफ्नो भाइ राजनलाई भन्छ, राजन अब हामी खेत गोड्न जाउँ न त। राजनले पनि नम्र स्वरले भन्छ, हुन्छ जाउँ जाने भए। त्यसपछि उनीहरू दुवैजना खेततर्फ लागे। उनीहरूकी दिदी आकृति चाहिँ पहिले नै खेतमा पुगिसकेकी थिइन्। केही क्षणपछि उनीहरू तीनैजना खेत गोडिसकेर घरतर्फ लागे। भोलिपल्ट रमेश र राजन दिदीको कोठामा गएर दिदीलाई बोलाउँदा त दिदीले भन्नुभयो, मलाई सन्चो छैन, मलाई धेरै नै गाह्रो भइरहेछ भाइहरू। उनीहरूले झटपट त्यो खबर आमालाई सुनाइहाले। आमाले पनि ढिला नगरिकन दिदीलाई लिएर धामी कहाँ जानुभयो र रमेश र राजन भने घरको काम सक्नतर्फ लागे। उता धामीले केही क्षणपछि भन्नुभयो, यी नानीलाई त बोक्सी पो लागेको छ त। यति सुन्न साथ रमेशकी आमाले भन्नुभयो, ला कसले बोक्सी लगाइदिएछ त धामी बा हाम्रो छोरीलाई? अरू कसले हुनु र हजुर, तपाईँहरूकै त्यो घर छेउकी आइमाईले रहेछ नि। यति सुन्न साथ रमेशकी आमाले भनिहाल्नु भयो, त्यसो भयो अब ढिला नगरिकन त्यसको घर गइहालौँ। एकछिन यतिकै बस्यो भने त्यसले हाम्री छोरीलाई सखाप बनाइदिन नि बेर छैन फेरि। हिँड्नुहोस् गइहालौँ धामी बा। हुन्छ हजुर, जाउँ अब। केही क्षणपछि उहाँहरू दुवैजना काकीको घर पुग्नुभयो र काकीलाई बेसरी बोलाउन थाल्नुभयो। हत्त नपत्त काकी बाहिर आएर सोध्नुभयो, के भयो हजुरहरूलाई, किन यत्रो ठुलो स्वरले बोलाउनु भएको मलाई? रमेशकी आमाले रिसाउँदै भन्नुभयो, हाम्रो छोरीलाई बोक्सी लगाएर अझ के भयो भन्छेस्? त्यसपछि काकीले गम्भीर भएर भन्नुहुन्छ, के कुरा गर्दै हुनुहुन्छ हजुरहरू? मैले यस्तो नचाहिने काम गर्छु होला त? चुप लाग, त धेरै बढी नबोल। तैँले नै हाम्रो छोरीलाई बोक्सी लगाएकी होस्, हो कि होइन भनिदिनुहोस् त धामी बा। हो नि हजुर, यसले झन्डै सखाप पारिसकेका थिए हजुर तपाईँकी छोरीलाई। काकीले केही भन्नुभन्दा अगाडि नै दुवैजना मिलेर काकीलाई कुट्न थाल्छन्। खासमा ती काकी एकदमै असल थिइन्। उनी गाउँमा कसैलाई पनि दुःख परेमा सबैभन्दा पहिला सहयोग गर्न पुग्थिन्। उनले धेरै पटक रमेशकी आमालाई पनि सहयोग गरेकी थिइन्। भनिन्छ नि, कलियुगको प्रभावले मान्छेलाई छिट्टै गुण बिर्सन बाध्य बनाउँछ। त्यस्तै भयो ती काकीको जीवनमा पनि। केही क्षणपछि काकी कराएको आवाज सुनेर सब गाउँका मानिसहरू त्यहाँ जम्मा भए र त्यहाँ मध्ये एकजनाले सोध्यो, किन यी काकीलाई यसरी कुटपिट गरेको? आमाले अलि रिसाएर भन्नुभयो, चुप लाग तिमीहरू, यसले हाम्रो छोरीलाई बोक्सी लगाएकी छ। कलियुगमा बोक्सी भन्ने कुरा हुँदैन, थाहा छैन तपाईँहरूलाई? बिचरा यी सोझी काकीलाई छोडिदिनुहोस्। काकीले पनि भन्नुभयो, त्यही त भने मैले बोक्सी लगाएकै छैन, उहाँहरूले मेरो कुरा सुन्नै चाहनुहुन्न, अघिदेखि मैले भन्न खोजिरहेको छु। आमाले त्यतिकैमा चुप भन्दै एउटा ठुलो ढुङ्गाले हानेर काकीको हत्या गरिदिनु भयो। र अब धामीले भन्छ, तपाईँले एकदम ठिक गर्नुभयो हजुर, नत्र त यो बोक्सीले गाउँै सखा पार्ने थिए नि। उता रमेश र राजनलाई भने यस्तो भएको केही पनि थाहा थिएन। उनीहरू धामी कहाँ पुग्दा दिदी एकदमै गाह्रो भएर भुइँमा लडिरहनु भएको रहेछ। त्यस्तो देख्न साथ उनीहरू हतपत दिदीलाई लिएर अस्पताल जान्छन् र डाक्टरलाई उपचारका लागि आग्रह गर्छन्।
केही क्षणपछि थाहा हुन्छ उनलाई त सामान्य काम ज्वरो मात्रै आएको रहेछ। रमेश र राजनले आकृतिलाई बोकेर घर ल्याउँछन् र केही क्षण आराम गर्नका लागि भन्छन्। केही क्षणपछि धामी र आमा भएर धामीको घर जान्छन्। त्यहाँ गएर हेर्दा त उनकी छोरी त्यहाँ नै थिएनन्। सायद रमेश र राजन आएर लग्यो होला भन्ने सोच्दै उनी सरासर घरतिर जान्छन्। केही क्षणपछि घर पुग्छिन् र सोध्छिन्, रमेश, राजन, आकृतिलाई तिमीहरूले ल्याएका हौ? हो नि आमा, दिदीलाई त सामान्य काम ज्वरो आएको रहेछ, अरू केही पनि भएको रहेनछ। धामीले चाहिँ के भन्यो त? यति सुन्नासाथ आमा एकदमै अचम्मित हुन्छन् र सोध्छिन्, तिमीहरूलाई कसरी थाहा भयो यसलाई काम ज्वरो मात्रै आएको छ भनेर? राजनले उत्तर दिन्छ, हामीले दिदीलाई अस्पताल लगेर ल्याएका हौ नि त, त्यही भएर। भन्नुहोस् न अनि धामीले चाहिँ के भन्नुभयो? आमाले रुँदै भन्नुहुन्छ, हेर न बाबु हो, धामीले त यसलाई बोक्सी लागेको छ भनेको थियो। त्यसपछि मैले कसले यसलाई यस्तो गर्यो भनेर सोद्धा हाम्रै घर छेउकी काकीले हो भनेर भनेका थिए। राजनले बिचमै आमाको कुरा काट्यो र सोध्यो, तर ती काकीलाई केही त भएको छैन नि आमा? त्यसपछि आमा एकदमै डाको छोडेर रुन थाल्छिन् र भन्छन्, मैले त रिसको आवेगमा आएर उसलाई ढुङ्गाले हानिदिएर मारिदिए बाबुहरू, मलाई माफ गर। यस्तो खबर सुन्नासाथ उनीहरू तिनैजना स्तब्ध हुन्छन्। त्यतिकैमा गाउँका सबै मानिसहरू उनीहरूको घर आउँछन् र रमेशकी आमासँग एकदमै रिसाउँछन्। उनलाई गाली गर्न थाल्छन्, तिमी जस्तो पापिनी त यो संसारमा कोही पनि छैन होला हौ। आफूलाई गुण गरेको सम्झिनौ है एकचोटि पनि? जब काम ज्वरो आएको रहेछ धामीको उक्साहाटमा लागेर त्यस्तै राम्रै मान्छेलाई मारिदियौ तिमीले त, थुक्क। अपराधिनी, यस्ता मान्छे त धरतीका बोझ नै हुन्, बरु मरे नि हुन्छ यस्ता त। त्यसपछि आमा एकदमै भावुक भइन् र भनिन्, मलाई माफ गर सबै गाउँलेहरू, मलाई आफ्नो गल्तीको पछुतो भएको छ। अबदेखि म कहिले पनि यस्तो गर्ने छैन। गाउँलेहरूले भन्छन्, ल एकचोटिलाई माफ गरिदिएका छौँ, अबदेखि यस्तो गल्ती फेरि दोहोऱ्यायो भने सिधै प्रहरीमा खबर गरिदिन्छौँ हामी। हुन्छ, अब मैले यस्तो गरेँ भने हजुरहरूले मलाई जे पनि गर्न सक्नुहुन्छ। समाप्त। कथाको सन्देश रहेको छ, हामीले धामी झाँक्रीको कुरा अलिअलि विश्वास त गर्नुपर्छ, तर पूर्ण रूपमा उनीहरूकै कुरामा भरोसा गर्नु भने हुँदैन। यस्तो अन्धविश्वासका कारण दिन प्रतिदिन मानिसहरूको ज्यान गइरहेको छ। त्यसैले गर्दा कसैलाई केही भइहालेमा धामी झाँक्रीकोमा जानुको साटो डाक्टरहरूसँग परामर्श लिनु नै उपयुक्त हुन्छ। हजुरहरूलाई आजको यो श्रृङ्खला कस्तो लाग्यो? जस्ताको त्यस्तै प्रतिक्रिया गएर कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। अबको एपिसोडहरूमा हजुरहरू कस्तो खालको कथा चाहनुहुन्छ त्यो पनि कमेन्ट बक्समा गएर लेख्न नभुल्नुहोला। यदि हजुरहरूलाई आजको यस श्रृङ्खला मन पर्यो भने भिडियोलाई लाइक गरी आफ्ना 4-5 जना मिल्ने साथीभाइ तथा इष्टमित्रलाई सेयर गर्न सक्नुहुन्छ। यसका साथसाथै अल नेपाली टेल्स एपिसोड 4 बाट अल नेपाली टेल्स टिम बिदा हुन चाहन्छौँ। हस्त, धन्यवाद, शुभरात्रि।